हेलो गाइज, आज चाहिँ हामी बारी जाँदैछौँ धेरै पछि। अनि हामी चाहिँ खोलाको बाटोबाट गइरहेको छौँ। खोला दुई ठाउँबाट बाटो भएको छ कि एउटापट्टि चाहिँ खोलाले बगाएछ, हामी पनि बगाएको छ भनेर भन्दा चाहिँ अब हेर्नुपर्छ हामी चाहिँ के भएको रहेछ भनेर। हेर्नुहोस् यस्तो रहेछ होइन यो फुलहरू के यसलाई के भन्छ अरे त्यो रहेछ। यस नेपाल सरकारको आँखा जाओस् कि यहाँतिर यस्तो बाटो छ, डर लागिरहेछ बाबा म डर लाग्छ। यस्तो बाटो छ, यसरी खोलाले बगाउँछ। नेपाल सरकारको आँखा जाओस् यहाँ माथि। यहाँ चाहिँ पानी नै रहेछ है, उतापट्टि मात्रै रहेछ पानी कि यहाँ पनि छ? यो चाहिँ पानी रहेछ छैन। अब चाहिँ हामी हिँड्नेछौँ गाइस। म चाहिँ एकदमै एक्साइटेड छु है तपाईँलाई देखाउनुलाई हाम्रो बारी। त्यही भएर चाहिँ हामी चाहिँ जाँदैछौँ। तपाईँ हामी बारी देखाउनु, सबै बारी देखाउँछु। एउटा कुरा पनि बारी बडा बुवा हो। सो गाइस अब चाहिँ हाम्रो यहाँ बडा बुवालाई हामी भेटिसकेको छौँ। हाम्रो बडा बुवा यहाँ धान के अरे घाँस खाँदै हुनुहुन्छ बडा बुवा चाहिँ। हामी चाहिँ अब आफ्नो बारीतिर प्रवेश गरिसकेका छौँ। अब चाहिँ हामी जाँदैछौँ गाइस। अब हामी चाहिँ बारी आइसक्यौँ। कस्तो राम्रो लाग्छ नि त। जाँदैछौँ हामी जाँदैछौँ। बाबा चाहिँ यहाँ मलाई गाइड गर्दै हुनुहुन्छ। यो चाहिँ पुरे हो गाइस, तपाईँलाई म देखाउने छ चाहिँ। बब्बाल छ वहाँ छ नि, वहाँदेखि यहाँसम्म हो क्या हाम्रो पुरै हो। अब माथि पनि छ, माथिमा त पाक्ने बेला भइसक्यो। माथि त्यो भए माथिमा गइहाल्नु नि त। होइन त्यो चाहिँ पाक्ने बेला भइसक्यो भन्नुभएको त। हामी जानुपर्ने छ माथि पनि गएर हेर्ने आउनेछौँ। गाइस आज चाहिँ मेरो मम्मीको बर्थडे हो है। बाबा तपाईँले किन लौरो बोकेको? लौरो अब झाडी बुट्यान ठाउँमा हिँड्दाखेरि अलिकति सुरक्षा अप्नाएको क्या, किरा फट्याङ्ग्रा लाग्छ भनेर। ए के काट्न ल्याउनु भएको? यो चाहिँ अब के गर्नु, अब गाउँघरमा बसेपछि खेतीपाती गर्नुपर्छ। खसी बाख्रा नि छ, घाँस लिएर जानलाई के नानी। ए बारी हेर्नुमा चाहिँ शीत लागेको रहेछ साथीहरू। नानी यो त एउटा रोपेको थियो क्या, यहाँ त एउटा यो छ नि, एउटा रोपेको थियो। हेर नि यत्रो गाँज भएर पुरै भरिसक्यो। किन यहाँ नपुगेर? होइन यो हाइब्रिड हो क्या। हाइब्रिड भनेको उन्नत जातको बिरुवा हो क्या धान। एउटा रोपेको हेर न कति ठुल्ठुलो भएको। हेर्नुहोस् राम्रो छ होइन? राम्रो। गाइस हाम्रो चाहिँ धानबारी हेर्नुहोस् तपाईँले। सम्म छ त्यहीतिर जाने र कि माथि? एकदम बब्बाल धान छ हेर नै, बब्बाल छ। ल राम्रो छ हेर त। आहा हरियाली छ। खान्छ यसको बाबा जानुपर्छ माथि पनि। गाइस मेरो बाबा चाहिँ अगाडि जानुहुन्छ, मलाई देखाउनुहुन्छ। फेरि किरा फट्याङ्ग्रा आउँदाखेरि मैले अगाडिबाट पछाउनुहुन्छ। त्यो गरेर बाबा अगाडि जानुहुन्छ। साँच्ची हो त है। तपाईँले चाहिँ देख्नु भएको भएन त, निक्लिन थालिसक्यो। यो चाहिँ डिल भन्दा मुनि, यसलाई चाहिँ डिल मुनि। अब के देखाउनु, यसलाई चाहिँ डिल मुनि भन्छ क्या यसलाई चाहिँ नानी। यो डिल छ नि, यो चाहिँ डाँडा भएर मुनि भएर डिल मुनि भनेको। हजुर। अब डिल माथि चाहिँ यसलाई भन्छ है, म देखाउँछु ल। माथि पनि हेर्ने हो नानी, हाइटमा भएर डिल माथि भनेको है गाइस। हाइटमा भएर चाहिँ डिल माथि भनेको है।
अब चाहिँ हामी लिनमा जाँदैछौँ गाइजहरू हेर्नुपर्छ हाम्रो बारी कस्तो भएको छ भनेर हेरौँ बारी कस्तो भएको छ भनेर सो दिस इज हाउ इट्स लुक ठुलो बुवाको यो कति अग्लो भएको थियो त हँसेर म यहाँ राख्छु ल ओहो अब म यहाँ त धान लडेछ नानी देखाउँछु हो त गाई हेर्नु न हावाले धान लडाएछ अब कसरी हुन्छ यसलाई कसरी ठिक हुन्छ अब रोग है बाबा चाहिँ अब धान उठाउँदै हुनुहुन्छ साँच्चै के लागिसकेको छ यहाँ हेर्नु नि लागिसकेको रहेछ कि यो यहाँ धान लडेछ नि नानी हो त अब यसलाई यसो उठाउनु पर्छ क्या हावा लडाएको राति हिजो हावा चलेर हिजो हावा चल्थ्यो चप्पल खोलेर आउँदा है नानी हुन्छ अहिले खुट्टा धुनु चप्पल खोलेर जानु सबै लडाएछ धान पानी त थोरै रहेछ यहाँ बान्नु पर्यो क्या नानी बान्छ तिमी यसरी बाँध न यसलाई रोक त गाइस घाम चाहिँ लास्टै चर्को छ बाबा तपाईँले धान चाहिँ किन उठाएको यो लडेपछि छ नि नानी यो फलेको धान छ नि यिनीहरू भरिलो हुँदैन क्या त्यो अब के अरे वेट हुँदैन क्या त्यो बाँधेपछि चाहिँ अलि यस्तो त्यसको सिधा हुन्छ अलि राम्रो हुन्छ क्या फलाइमा राम्रो भइसक्यो पाक्ने अब यसले मङ्सिरतिर पाक्छ होइन यो अब यो दसैँपछि पछि नै यस्तै हिल्स वरिपरि नै हरियाली थानै थानको